मैले यसो सबै गर्दा हेऱ्यो यहाँ के बोल्नु पर्ला यहाँ पनि के भोट पानी पर्ला भनेर तपाईँहरूले बोल्नु भन्नुभयो तपाईँको आँखाले सबै बुझिसक्यो तपाईँले अब के गर्ने मनको कुरा सबै तपाईँले बताइसक्नु हेर्दा माया गर्दा तर पनि म तपाईँलाई यति कुरा बताउँछु सानो सानो कुरा बताइहाल्छु छोड गरियो सानो कुरा मेरो सानो कुरो के भने यही बटाडै बस्नु जिल्ला आयो एमालेको जिल्ला आयो काङ्ग्रेसको जिल्ला भन्छ देशको जिल्ला बनाउने देशको जिल्ला बनाउनु काठमाडौँ पनि जिल्ला चाहियो भने हामीलाई भोट चाहिएको त्यो पनि योग्य उम्मेदवार भएर योग्य उम्मेदवार नभएको आउने भने आग्रह गरेन योग्य क्षमतावान साथीहरू आउनुभएको छ सागरजी गोविन्दजी एउटा यस्तो व्यक्तिहरू हुन्छ जसको उपस्थितिले यो पटक संसद हल्लिन्छ यो वर्षौँदेखि तपाईँले देख्दै आउनुभएको भोट गर्दै आउनुभएको हेरिसक्नु भएको छ मेरो केही पनि भेका अन्य उम्मेदवार साथीहरूप्रति मेरो केही हताशा पनि छैन उहाँहरूप्रति मेरो केही विरोध पनि छैन मेरो स्वागत छ मेरो नमस्कार छ उहाँहरूलाई तर यो महाभारतको युद्ध हो यो महाभारतको युद्धमा कौरवपट्टि बस्ने कि पाण्डवपट्टि बस्ने भन्ने कुरा त तपाईँले सोध्नु पर्ने छ हामी पाण्डव हौ कि कौरव हौ त्यो पनि मौजले भन्छु तपाईँ छुट्याउनुहोस् सागर जस्ता साथीहरू गोविन्द जस्ता साथीहरू जो सुशासनका लागि लडे सागर जस्ता साथीहरू जसले सब डराएका बेलामा त्यत्रो ठुलो एउटा आँधी चलेका बेलामा ठुल्ठुला दलको तत्त्वमा चलेका बेलामा राज्य उनीहरूको हातमा नियन्त्रित भएका बेलामा आँट गएर एकले स्वतन्त्र उठ्छु भनेर सागर जस्ता छोराहरू डडेलधुरासम्म पुगेर आएका छन् त्यो सानो आँट होइन त्यो क्रान्ति हो त्यो क्रान्तिलाई सघाउनुपर्छ इमान्दारीदार कुरा सागर ढकाल गोविन्द पन्थीको इमान्दारीको जिम्मा रहिरहेको छ